नयाँ वर्ष, नयाँ जोस, नयाँ सोच र नयाँ उमङ्ग। यावत कुराहरूको खोजी गर्दै गर्दा आफू पुरानो भएको पत्तै भएन। खैर, जिन्दगीको यो यात्रामा उतार चढाव त आइ नै रहन्छ। After all, life goes on. हेलो नमस्ते सम्पूर्णमा यो नेपाली नयाँ वर्ष 2083 को यहाँहरू सम्पूर्णलाई धेरै धेरै शुभकामना। मेरो परिवार, मेरो साथीभाइ, इष्टमित्र सम्पूर्णलाई देशदेखि धेरै टाढा भए पनि यो विदेशदेखि चाहिँ सम्पूर्णलाई धेरै धेरै माया अनि यो नयाँ वर्षको चाहिँ एकदमै धेरै धेरै शुभकामना छ। सबैजनाको राम्रो होस्। मेन कुरा सबैजना चाहिँ स्वास्थ्य अनि दीर्घायुको कामना गर्न चाहन्छु म चाहिँ। अनि अर्को कुरा के भने त अब प्रधानमन्त्रीदेखि लिएर गृहमन्त्री सबैजना नयाँ नयाँ एकदमै छ। हामी विदेशमा भएरहरू हेर्दाखेरि चाहिँ अलिकति के भएछ त के हो त्यस्तो लाग्दो रहेछ क्या हामीलाई चाहिँ होइन। जस अबको दिनमा चाहिँ राम्रो होस् देशमा, यो नयाँ वर्षमा चाहिँ देशले नयाँ मुहार फेरोस्, राम्रो होस्। अनि अर्को कुरा पछाडि हेर्दाखेरि यो सोसल मिडियामा अहिले घटिरहेको घटनाहरू, जुलाई भान्जाले मारिदिइरहेको छ खुकुरी हानेर, अनि त्यस पछाडि रङकलमा एउटा रङकलको भरमा मान्छेहरू मारिदिइरहेको छ। त्यस्तो नहोस्। अब चाहिँ देशमा हाम्रो यो भगवान् बुद्ध एउटा शान्तिको प्रतीक हाम्रो देशलाई चिनिन्छ होइन। तर यस्तो हाम्रो देशमा चाहिँ यस्तो यस्तो अप्रिय घटनाहरू घट्नु भनेको चाहिँ एकदमै दुःखको कुरा हो। अब त्यस्तो नहोस्। अबको यो नयाँ वर्षमा चाहिँ सम्पूर्णको परिवारमा चाहिँ एकदमै राम्रो सुख शान्ति समृद्धि छाओस् भन्ने चाहिँ कामना गर्न चाहन्छु। धन्यवाद। ह्याप्पी न्यू इयर। त्यो तिनवटा नै राख्नुलाई तिनवटा चिसो छ लास्टै चिसो राख्ने हानिहाल्ने हो। लास्टै चिसो राख्ने आज मास्टर सेफ ऊ छ बाहिरको बोक्रा चाहिँ प्याज पाक्दैन। सोल्टी आलुवाला तपाईँ ल सोल्टी ल नयाँ वर्षको धेरै ल है त। हिँड्दै ल वेलकम वेलकम ह्याप्पी न्यू इयर ल है ल हाम्रो उहाँ सरलाई त गुलसन प्रवर छ देख्छु त। यहाँहरू सम्पूर्णमा सेवा नमस्ते। नयाँ वर्ष 2083 होइन 83 को हामीले नयाँ वर्ष मनाउन गइरहेका छौँ। अब परम्परागत मान्ने विश्वास अनुसार नयाँ वर्षको पहिलो दिन चाहिँ हामीले जे गरौँ त्यो अनुसारै हाम्रो त्यो वर्ष अथवा आउने दिनहरू चल्छ भन्ने हाम्रो विश्वास छ। तर जे होस् यो परम्परा हामीले कायम राख्दै विगतका वर्षहरू जे जस्तो भयो तर आउने वर्ष चाहिँ राम्रै होस् राम्रो एकदम भन्ने हामीले सबैजनाको विश्वास होइन। साथ हामीले आज हाम्रो सानो जमघट गरेका छौँ। यो 2083 विक्रम सम्वत भन्छौँ हामीले। यो राम्रो रहोस्, यो यही नै सुखमय होस् सबैजनाको शुभकामना व्यक्त गर्न चाहन्छु है। अनि दाइ खाना कस्तो छ? खाना एकदम राम्रो। आजको आयोजक भाइ बहिनीहरूलाई अथवा साथीभाइहरूलाई म धेरै धेरै धन्यवाद गर्छु। स्पेसली कसलाई रे दाइ? स्पेसली हाम्रो सागर गुरुङ भाइलाई है लगायतका टिमहरूलाई धन्यवाद। धन्यवाद दाइ। ल सेवा रो सेवा रो। सेवा हाल अब के भयो नि एकदम स्पेसल चिकनको यहाँ चाहिँ नि लोकल कुखुराको मासु पाक्दैछ हाम्रो चाहिँ अब है। एसिस्टेन्ट म अनि हेड सेफ यता फोकस हेड सेफमा हाम्रो मिलन दाई च्याट्ट लाएर के पुगेन सेफ? सेफ अब सेफ होइन यहाँ उ अब यो राजको बियर पनि राजुको बियर ल यस्तै छ अब है।
अब मिट मसला ल्याऊ मिट मसला मसला हाल्दै भाइ मसला चाहेको पाउन गाह्रो छ पाएको गुमाउनु छ चाहेको पाउन गाह्रो छ पाएको गुमाउनु छ आँखाभरि आँसुले रोएर हातकैलाले भित्त समाउनु छ किन यसरी बिना अर्थले माया मार्यो बेथाको दुनियाँमा किन मलाई एक्लै छाड्यो यति गरौँ धेरै सेन्टी गीत पनि गाउनुहुन्न फेरि धेरै छोडे ल न्यु इयरको शुभकामना तपाईँलाई धेरै धेरै मेरो सबै इष्टमित्रहरूलाई होइन अनि मेरो साथीभाइहरूलाई सबैलाई धेरै धेरै शुभकामना छ ल स्वस्थ रहनुहोस् मस्त रहनुहोस् यस्तै छ अब जिन्दगी ल सबैलाई चाहिँ धेरै धेरै शुभकामना छ नयाँ वर्ष 2023 ह्याप्पी न्यु इयर सल्टी ल ह्याप्पी न्यु इयर हेर्दा चाहिँ प्रोफेसनल म देख्नु पऱ्यो आजको के हो डिसहरू भनिदिनु त ल आजको डिस भनेको हाम्रो एकदम स्पेसल किन छ भन्दाखेरि हाम्रो चाहिँ नि हिजोदेखिको एउटा चाहिँ स्पेसल म्यारिनेट चाहिँ नि हामीले गरेको हो ओभनमा आएपछि एउटा भनौँ त एउटा चाहिँ पकाउने ठाउँमा आएपछि यस्तो मजाको चाहिँ उताको हाम्रो पुलाउ हो पुलाउ चाहिँ यस्तो भएछ कि के गर्नु यो पुलाउ चाहिँ सायद अहिलेसम्मको मकाउमा हिट पुलाउ होला सायद हाम्रो चाहिँ आउटडोर पुलाउमा माई गड यो यसको चाहिँ नि स्मेल यसको बास्नाले त के गर्नु पुलाउ नखाने अघिसक्यो उयो सेतो बक्समा चाहिँ के छ सेतो बक्सको कुरै छोड्नु आज यो बियर ढाडेर के गर्नु यो बियरले आज के गर्नु यस्तो गर्छ आज यो हरियो बियरले के घट्दैन भखरीमा त्यो धान हाले जति घट्दैन जस्तो त आज खोइ गाह्रो छ न्यु इयर मनाउन नियरमा आज मजाको ठाउँ छ कि के गर्नु अब रमाइलो भएछ त होइन यहीँ बसेर रातैभरि बसेर यहीँ बसेर खाउँ जस्तो हुन्छ तर के गर्नु अब आफ्नो काम पनि छ पनि गर्न पर्यो र आज चाहिँ एकदम राम्रो भइरहेछ र हाम्रो दाजुभाइहरू एकदम राम्रो मुडमा एउटा नयाँ वर्षको पनि एउटा उमङ्ग र सँगै हामीसँगै काम गर्ने भाइको पनि जन्मदिन परेको हुँदा यहाँ डबल एकदमै दोहोरो चाहिँ नि डबल इन्जोय डबल चाहिँ नि एउटा खालको उत्साहको माहौल बनिरहेको छ हाम्रो चाहिँ कार्यक्रम चलिरहेको छ यहाँ हाम्रो चेलीबेटीहरू पनि छन् ल आजले चाहिँ म एकछिनलाई ब्रेक गर्न चाहन्छु है त ह्याप्पी न्यु इयर सबै देश विदेशमा रहनु भएको दाजुभाइ तथा दिदीबहिनीहरू मेरो घर परिवार साथीभाइ सबैलाई चाहिँ धेरै धेरै शुभकामना अब आउने वर्ष चाहिँ सबैको फलोस् फुलोस् सबैको राम्रो भएको सुन्न देख्न पाऊँ त्यही हो अनि आज हामी चाहिँ यहाँ हाक्सा बिचमा आएको छौँ न्यु इयर सेलिब्रेट गर्नको लागि सबैजना सेलिब्रेट गर्दै हुनुहुन्छ मेरो चाहिँ
मेरो चाहिँ ड्युटी जानुपर्ने भएकोले म चाहिँ निस्किन लाएँ। आज हाम्रो अमन भाइको बर्थडे पनि परेको हुनाले उसलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना। आशिष दिनु न भाइलाई। अनि भाइको पनि राम्रो होस्, राम्रो होस्। उन्नति प्रगति गर्दै जाओस्, यही शुभकामना दिन चाहन्छु। थ्याङ्क यू। छिटो केक काट्न म तँलाई ढिलो भइसक्यो भने चाहिँ झन् अहिले थर्काउनु न अहिले। उठेर आइज यार, केक काट्ने भनेर कति झल्ला त गरेर आउँछ तिमीहरू बर्थडे मनाउने हुन्छ मजाले बेला भयो। ओके हामीले जे गर्नु जसो बसौँ, तर हामी भनेको हामी भोलि मरेर पनि जाँदो रहेछौँ। किनभने मेरो साथीहरू धेरै मरेर गइसके। ए आमा हो, तर बाँच्ने भनेको तस्बिर। बर्थडेको दिनमा मर्ने कुरा गरेछ दाइले। बर्थडेको दिन कस्तो यसो त्यस कारण बाँच्ने भनेको त केवल तस्बिर रहेछ के बाँच्ने तस्बिर चाहिँ राम्रो निकाल्नु। Happy birthday, Aman. Happy birthday to you, Mr. यो चाहिँ 5% मात्रै हो, अरू प्याकिङ गरेर पठाउनु पर्छ दिदीहरूलाई। हो हामी चाहिँ खासै बाबा सबैले टुचा टुचा खुलाइदिनु। हामी त्यति गुलियो केटा हामी त्यति खाँदैन। म नि खाँदिनँ गुलियो, मलाई यत्रो चाहिँदैन। म सानो टुक्रा, अरू मलाई खुवाउनु नि त। म सानो टुक्रा मात्रै खाने। म खाइहाल्छु नि हो। जेन्जी हो जेन्जी। पिम्पल आउँछ के? ले जन्मदिनको धेरै धेरै शुभकामना मेरो भाइलाई होइन। ठुलो मान्छे हुने होइन, भर्खर बिहा गरेको बुढीले भनेको मान्ने होइन, अनि बुढीले जे जे भन्छ त्यो गर्ने। Happy birthday, केटा। ल हेर यस्तो माया दाजुभाइको। मलाई मतलब भएन नि त्यो त। मेरो पनि बर्थडे आज। आफ्नो बर्थडे हो। ह्यापी बर्थडे। ओके हेलो हेलो जहिले पनि सक्सेसफुल ल एकदम। आशिष दिन आशिष बर्थडे मनाउनु पाम, नयाँ वर्ष पनि पाम हैन। बर्थडे भनेको 100 वर्षसम्म मनाउनु पाऊ। के अरे नयाँ वर्ष भनेको त 100 वर्ष त अलि धेरै भयो होला नि। चेन्जेस हो नि त लाइफमा। नयाँ चेन्जेस नयाँ हो, कुराहरू नयाँ प्रगति होस्। ल हेर 1 वर्षसम्म खाएको थिएन कि क्या। बिछो संयोग र परिस्थिति हो, सुरुवात जस्तै मिठो, समय र परिस्थिति हो, बन्न सकिन मेरो अन्तिम माया, बनाउन सकिन मेरो अन्तिम माया, तिमीलाई मेरो जीवनमा। लगेज बोकेर कता हौ? बाई बाई।